जान्न हजुर हजुर एकदम ज्ञानी दानी पनि हो जे माग्यो त्यही दिनुहुन्छ तर तिम्रो लेखापमा छोरा छ कि छैन त्यो त मलाई थाहा छैन तर वरुण देवको आराधना गर वरुण देव यहाँ हुनुहुन्छ उनको आराधना गर पानी काटेर खाऊ उनको आराधना गरेपछि नारायण हरि हरि राम 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 सन्तान मिल्ला कि हामीलाई पनि सन्तान मिल्ला राम 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 श्लोक यस्तो छ हेरा हेरा श्लोक यस्तो छ त्यसो गरेर बाबालाई अब यसो भएको हुँदा छोराछोरी चाहियो भनेर वशिष्ठ ऋषि कुलगुरुको सल्लाह अनुसार वरुणदेवको नारायण राम 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 गरे तपसा हरिश्चन्द्र महाराजले अब भएपछि त यो त हत्यारै रहेछ छोड्दै छोड्दैन मैले त साह्रै भौत रहेछ भौतले आशा पुरा गरिदिनु पर्छ भनेर वरुणदेव नारायण राम 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 प्रकट हुनु